हेलो नमस्ते एभ्रीबडी, सबैजनालाई स्वागत छ। पूर्व ट्रिप हामी जाँदैछौँ। पूर्व ट्रिप चाहिँ आज हाम्रो पहिलो दिन। बुद्ध एयरलाइन्सबाट हामी काठमाडौँको त्रिवेणी अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ हामी चन्द्रगढ भद्रपुर झापा लाग्दैछौँ। तपाईँहरूलाई स्वागत छ हाम्रो ब्लगमा। सो पूर्व ट्रिपको हेर्दै गर्नु होला, इन्जोय गरिदिनु होला। धन्यवाद। क्याप्टेन प्रज्वल राणा र अनुराग कर्मचारीहरू बुधको यस विमानमा हामीलाई सेवा र सत्ताको मौका दिनुभएकोमा अहिले चाहिँ हामी कहाँ आइपुगिदिनेछौँ? हामी अहिले चन्द्रगढी विमानस्थल भद्रपुर झापामा आइपुगेका छौँ। झापामा है। र हाम्रो केही समयपछि यात्रा बिर्तामोडतर्फ हुनेछ। बिर्तामोडबाट हामी ताप्लेजुङतर्फ यात्रा गर्नेछौँ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 45 मिनटमा हामी चन्द्रगढी विमानस्थल भद्रपुर झापामा ओर्लेका छौँ। हाम्रो 7 दिनको यात्रामा आज फर्स्ट डे है। यता भद्रपुरमा काठमाडौँबाट काठमाडौँबाट भद्रपुर। सो आज हामी बिर्तामोडमा जान्छौँ। घुम्नु रहेछ ल। अहिले चाहिँ हामी प्लेनबाट निस्क्यौँ है। यता भद्रपुर एयरपोर्टमा यहाँको 33 डिग्रीको उयो रहेछ, के अरे तापक्रम रहेछ। गर्मी रहेछ यो काठमाडौँभन्दा है। ल बुद्ध एयरलाइन्समा आएको। थ्याङ्क यू बुद्ध एयरलाइन्स सबै तिमीलाई। ल हामी चन्द्रगढ भद्रपुर झापामा छौँ। अहिले बुद्ध एयरलाइन्सबाट अवतरण गरेँ, मतलब आइपुगेँ। ल हाम्रो सरोज आनन्द सर चाहिँ ठ्याक्कै ढकाल हो। चालो ढकाल चाहिँ ठ्याक्कै भेटेँ है। स्वागत छ तपाईँ हाम्रो भद्रपुर परिषदको चाहिँ कार्यकारी उपाध्यक्ष। 7 दिनको डायरीमा तपाईँले फर्स्ट डे तपाईँसँग भेटेँ होइन। धन्यवाद। तपाईँहरूलाई स्वागत छ हाम्रो सुदूरपूर्वको झापा जिल्ला भद्रपुर नगरपालिका। ल खुसी लाग्यो धेरै धेरै। हामी चाहिँ यहाँ सरोज, हाम्रो सरोज ढकाल चाहिँ यहाँ को हुनुहुन्छ एकचोटि बताइदिनुहोस् त। दाजु भाउजू हजुर त्यस्तै बहिनी भाइ। ल उहाँहरू सबै लजाइरहनु भएको छ। बहिनी भाइ चाहिँ है सरोज ढकालजीको। ठिक छ, तपाईँले भेटेर एकदम अब थोरै चिया खानु होला। ल दिनेश चियाको लागि मैले एकछिन फोन चन्द्रगढ नै होइन। अहिले त हामी चन्द्रगढीमा छौँ। अटोमा हामी कहाँ बिर्तामोड आएको छैन होइन त सर? हामी अटोमा जाँदैछौँ। ल अहिले चाहिँ हामी कहाँ बिर्तामोड होइन त? बिर्तामोड आइपुग्यो। अब बिर्तामोड होइन यो बिर्तामोड आइपुगेँ। अनि साथीहरू चाहिँ उता बसपार्क बिर्तामोडको बसपार्कमा आएको छ भनेर हामी पर्छ बसपार्कतिर लाग्दैछौँ। फाइनली वी आर इन बिर्तामोड है। हामीलाई यहाँसम्म पुऱ्याइदिनु भयो बिर्तामोडसम्म धेरै धेरै धन्यवाद।
मेरो नाम चाहिँ सुरज तामाङ हो है। सुरज तामाङ हो। तपाईँ कहाँ दाइ? ठिक छ। घर भद्रपुर 3। भद्रपुर 3 यसो बिर्ता चन्द्रगढबाट यता एयरपोर्टबाट यहाँ आइपुग्नु पऱ्यो भने चाहिँ यसो त्यो लिनु न यसो दाइले कन्ट्याक्ट गर्नु होला है। ल दाइको यता नम्बर पनि म देखाउँछु नि यहाँ पनि रहेछ। ल दाइलाई सुरज तामाङ भन्नु है दाइ। ल दाइ धेरै धेरै धन्यवाद है। चाहिँ अहिले ताप्लेजुङ दोखु स्टाफ होटलमा छौँ है। खाजा खाने टाइममा छौँ। भोक लागिसक्यो उता चन्द्रगढबाट यता एयरपोर्टबाट यहाँ आइपुग्दाखेरि। प्लस यहाँ अहिले चाहिँ हामी चाउमिन मात्र खाने उयो गरिरहेछौँ। यहाँ दिदीजी हुनुहुन्छ यहाँको दाइले चाहिँ कस्तो छ दिदीले? पूर्वको चाउमिन अत्यन्तै मिठो छ। अलिक पिरो पिरो भनेको थियो, दाइले पिरो मजाको बनाउनु भएको छ, खुब टेस्टी छ। त्यही माथि यो मोमोको टमाटरको अचार रहेछ, गजब मजा लाग्यो। तपाईँ पनि टेस्ट गरिहाल्नु। ल धन्यवाद। म पनि अब यसो अहिले चाहिँ हामी यो ताप्लेजुङ दोखु स्टाफ होटल है दाइकोमा। ल अर्जुन नारा 11 नयाँ बसपाकमा है। यहाँ तपाईँ आउनुभयो भने यहाँ फोन नम्बर पनि छ दाइको, डिस्क्रिप्सनमा पनि राखिदिन्छौँ हामी। दाइको नाम के भन्नुभयो दाइ? तिलबहादुर मगर है। यहाँ दाइकोमा यसो खाजा खाएर पसेर जानु होला कोही बिर्ताबाट आइदिनु भयो भने। धन्यवाद ल दाइ, धेरै धेरै धन्यवाद है। एयरपोर्ट बसपाकमा चाहिँ अर्को एकजना आइपुग्नु भयो हाम्रो साथी आज ट्रिपको। एकदम ल हामी चाहिँ यो इलामको होटलको नामै कहाँ हो अब ठिक छ। ल हामी चाहिँ अहिले खाना खानालाई यता बस्यौँ है। ल हाम्रो फेरि नयाँ ग्रुपहरू यहीँ हुनुहुन्छ सबैजना। आज चाहिँ हामी कति बजी अहिले ठ्याक्कै रातको 8:18 त्यही 8:15 भनौँ न। 8:30तिर यता कुन इलामको सदरमुकाम। तपाईँ सर र लिएर उहाँको बाइक लिएर अनि त्यो भएपछि ब्यागमा हाल्नु पर्ला जस्तो त्यो होइन, त्यो त ठिक छ। ल आज हामी सुशान्तजीको होटलमा छौँ है। फ्रेस हौ त्यसपछि अनि त्यो अलिअलि अहिले कति भन्दाखेरि 8:20 गयो। अहिले ठ्याक्कै हामी यो इलामको सदरमुकाम हाम्रो यो ट्रिपको पूर्व ट्रिपको फर्स्ट दिन होइन, फर्स्ट दिन नै भनौँ न। फर्स्ट दिनमा अब ट्रेनबाट भद्रपुर आयो, भद्रपुरबाट यहाँ इलामको सदरमुकाम आयो। प्लस अहिले चाहिँ हामी हाम्रो सुशान्त चापागाई के अरे चापागाई हामी पार्लियामेन्टदेखिको साथी होइन, उहाँलाई चिनिदिइराखेको मान्छे। हामी चाहिँ उहाँको रेड रोज होमस्टेमा छौँ अहिले इलामको सदरमुकाममा ठ्याक्क। यहाँको बारेमा चाहिँ अब मलाई चाहिँ त्यति धेरै थाहा छैन। एकदमै जल्दो बल्दो युवा, त्यसमाथि विभिन्न क्षेत्रमा सक्रिय, सामाजिक कर्मदेखि लिएर सबै काममा सक्रिय हुनुहुन्छ। उहाँले नै अझै राम्रो हुन्छ कि। ल सुशान्तजी थोरै अब तपाईँको यहाँको बारेमा होइन, यो होमस्टेको बारेमा पहिलो कुरो, त्यो पछि अब इलामको त ठिकै छ, पछि तपाईँको हस्पिटालिटी अब यता के छ हस्पिटल मेडिकल के अरे हेल्थ सेक्टरको थोरै। थ्याङ्क यू। साथीहरू इलाम आउनु भएको छ, पहिले एकदम धेरै स्वागत गर्न चाहन्छु। धेरै लामो समयपछिको भेट अब होइन, एकदम पहिलो भेटमै चाहिँ एकदम आत्मीय भइसकेको थियो, दोस्रो भेट पनि भयो, एकदम खुसी लागेको छ। साथीहरूको यात्रालाई पनि सफल रहोस्, शुभ यात्रा पनि भन्न चाहे। खास हामीले यो चाहिँ होमस्टे नै भनेर खोल्या हो, सुरुमा होमस्टेकै लागि खोल्या थियो। अनि बिचमा फेरि होमस्टे मात्रै भइसकेर होमस्टे मात्रै चाहिँ अलिकति गाह्रो भयो चलाउनको निम्ति, यो चाहिँ होटलमै रूपान्तरण गर्नुपर्छ भनेर होटल रेड रोज रेस्टुरेन्ट एन्ड बार भनेर हामीले सुरु गऱ्यौँ। र यो लगभग हामीले 2-2.5 वर्षदेखि लगातार सुरु गरिरहेका छौँ, चलिरहेको छ। साथीहरू आउनु भएको छ, हेर्नु भएको छ, मन पराइदिनु भएको छ। यस्तै छ। र यही क्रममा चाहिँ यो पर्यटकीय नगरी सुन्दर नगरी इलाममा स्वास्थ्य क्षेत्रमा एउटा हस्पिटलको पनि अभाव थियो। त्यही अभावलाई मध्यनजर गरेर यही 2077 भाद्र 9 गतिबाट इलाममा इलाम एपोलो अस्पताल एन्ड ट्रमा सेन्टर प्राली भनेर त्यो पनि सुरु गरेका छौँ र अहिले सञ्चालनमा छ।
धेरै धन्यवाद। यहाँको सबै कुराहरू यहाँ हामी देखिरहेका छौँ। विभिन्न हामीसँग टिममा धेरै साथीहरू हुनुहुन्छ। यहाँ हुनुहुन्छ नमस्ते। यता आउनुभएको छ अर्को साथी हुनुहुन्छ। धेरै साथीहरू बाहिर बसेर रमाइलोमा हुनुहुन्छ। उहाँ हाम्रो सुशान्तजीको बुवा हुनुहुन्छ। अस्पतालको एमडी पनि हुनुहुन्छ। अहिले जुन नयाँ हस्पिटल खुलेको छ त्यो हस्पिटलको म्यानेजिङ डिरेक्टर एमडी पनि हुनुहुन्छ। हामीले देख्न सक्छौँ यो होटलभित्रको मुख्य काउन्टर दृश्य हो यो। त्यसै गरी हामी तपाईँलाई बाहिरका दृश्यहरू रुमहरू यहाँका फ्यासिलिटीहरू यहाँका विभिन्न सुविधाहरू पनि तपाईँलाई देखाउनेछौँ। तपाईँहरू अर्कोचोटिदेखि नेक्स्ट टाइमदेखि ताप्लेजुङ इलाम त्यसै गरी अन्य ठाउँहरू घुम्दै हुनुहुन्छ भने अवश्य पनि यो होटलमा एकचोटि छिर्नु होला। तपाईँको आरामदायी यात्रा आरामदायी बसाइ र स्वादिष्ट भोजनको लागि चाहिँ यो अत्यन्त छ। यसको लागि हामीले होटलको फोन नम्बर पनि हामीले स्क्रिनमा देखाउँछौँ। तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ। होटलको फोन नम्बर समेत तपाईँलाई हामी यहाँ देखाउँछौँ, स्क्रिनमा देखाउँछौँ। अन्य ल हामी चाहिँ यता रुममा लाग्यौँ है माथितिर। ल हाम्रो सुशान्तिको काठै काठको छ। यस्तो बल छ नि है ठाउँ अनुसारको राम्रो ठाउँ काठै काठको छ यो भर्खरै होमस्टे ठ्याक्कै होमस्टे डिजाइनको तपाईँको बाहिर मजाको सिन देखिने। अहिले अँध्यारो छ खास त्यति देख्न सकिरहेको छैन। बाहिर होटलको प्राङ्गणमा होमस्टेको प्राङ्गणमा साथीहरू आरामले शीतल ताप्दै एउटा आराम महसुस गरिरहनु भएको छ। तपाईँको होटलको रुमहरू टिभी सहित एट्याच बाथरुम विभिन्न सर्भिस एकदम राम्रो छ। टिभी छ, एट्याच बाथरुम छ, एकदम कलर कम्युनिकेसन सबै एकदम कलर कम्बिनेसन एकदम दामी छ। सिनेमेटिक हिसाबले पनि भवालै हुन्छ यो। तपाईँको यो चाहिँ हल रहेछ। यो चाहिँ हल सम्भवतः हल हुनुपर्छ। यो सायद सुजानजीले अघि भन्दै हुनुहुन्थ्यो यो बन्ने क्रममा छ। हामी यो चाहिँ बनाउने निर्माणकै क्रममा अझै पनि हेरिरहेको छौँ। 2 वर्ष चलिरह्यो तै पनि अझै सकिएको छैन भनिरहनु भएको छ। सम्भवतः यो हल अथवा रुम नै हुनसक्छ या के हुनसक्छ त्यो उहाँले बताउनु होला। यतापट्टि अर्को पनि एउटा अर्को रुम छ पर्दा सहितको एकदमै पुरानो डिजाइनमा तर एकदम भवाल है। फेसिलिटी एकदम राम्रो छ। टिभी छ, एट्याच बाथरुम छ, यो चाहिँ एउटा कुरा सर्भिसहरू। ल फाइनल्ली रुम नम्बर 104 है हाम्रो चाहिँ होटल। ल यो चाहिँ ल यहाँ छ हाम्रो टप्सहरू सामानहरू। सो आजको लागि चाहिँ यति नै।